हामी जुन रुख देखिराखेका छौँ पाँसी भन्ने रुख हुन्। पाँसी भन्ने रुख यी चाहिँ हाम्रो पुरातत्व विभागबाट चाहिँ प्रमाणित भएको 4000 वर्षभन्दा पुरानो भनेर प्रमाणित भएको रुख हुन्। हजुर अब यो यसरी माथिबाट मर्दै जाने अनि तलबाट फेरि पलाउँदै जाने यसको लोकेसन हेर्न सकिन्छ। के पातहरू आउँछ कि आउँदैन? हजुर यो पात मजाले पलाउँछन्। यो गाईले अनि बाख्रा भेडाले यो यसको घाँस खान्छन्। खान्छ? हजुर। पात चाहिँ कुन सिजनमा आउँछ? पात चाहिँ अब यो हिउँ सकिएपछि अब वैशाखदेखि मात्रै पलाउन सुरु हुन्छ। फुल्न त फुल्दैन? फुल्छन् पनि, फुल्छन् फल्छन्। फल्छन् मजाले फल्छन्। अब त्यो बाख्राहरूले मजाले खान्छन् यो घाँस। यो अरूतिर पनि पाउँछ कि यही मात्रै हो? यो चाहिँ अब फेदीभन्दा माथि भयो। यो सिजनको कुरा गर्दा अब हिउँ पर्ने चाहिँ के मक्सिरदेखि हिउँ पर्छ? होइन, यहाँ त पहिले अब असोजदेखि हिउँ पर्थ्यो, तर अहिले चाहिँ अब माघदेखि मात्र पर्छ। यो जलवायु परिवर्तनले गर्दा जेठसम्म देख्न पाइन्छ। अब हजुर अझै म थोरै दिँदा दिन्छु मलाई गाइड नगर्नु ल सधैँको लागि हो यो मुख्य पुजारी उहाँ हो? नमस्कार है। तपाईँलाई भेट भयो कि तरकारी खाएर गएको नि? होइन हो नि सक्षतिमा तरकारी बनाउनु भएको थियो। गुरुदेव यता हेर्छु त मलाई हेर्नुपर्छ। क्यामेरा कति बाँको